ए बुढी अनि तिमी त नेपाल गएपछि के गर्छु भनेर हिजो अस्ति मलाई सुनाइ छेउ। तिमी नेपाल जाने बित्तिकै फर्स्टमा गर्न चाहिँ के गर्छौ? के गर्ने मन छ तिमीलाई? के मैले सबै लेखेर राखेको छु। के चाहिँ गर्ने मन छ भन त? फर्स्टमा चाहिँ के गर्ने? सबभन्दा फर्स्टमा म चाउमिन खान जान्छु। अनि त्यसपछि चाउमिन खाएर टन्न भएर सुन बनाउन जान्छु। अनि त्यो सुन लाएर पोखरा जान्छु। अनि पोखरामा गएर बन्जम गर्छु, प्याराग्लाइडिङ गर्छु। अनि त्यसपछि म घान्द्रुक जान्छु। अनि त्यहाँनिर गएर ड्रेस लगाएर माथि माथि सैलुङ्गेमा भन्ने गीतमा नाच्छु। अनि डुङ्गा चढ्छु। अनि पोखरालाई छोडिदिन्छु। अनि त्यसपछि म फेरि इलाम जान्छु। अनि इलाम गएर घोडा चढ्छु। अनि घोडाले लडाइदिन्छ अनि ठिक्क पर्छ। घोडालाई कुट्दिन्छु। अनि त्यसपछि धरान जान्छु। धरानैको बजारैमा भनेर फेरि टिकटक बनाउँछु। अनि मोमो खान्छु, लस्सी खान्छु। अनि त्यसपछि के गर्छु? अनि राम्रो राम्रो कुर्ता किन्छु, राम्रो राम्रो साडी किन्छु। अनि मुस्ताङ जाने कुरा चाहिँ कहाँ गयो त फेरि? मुस्ताङ नि जाने भनेको थियो त घुम्न। अनि फेरि मुस्ताङ जान्छु। ए अनि मुस्ताङमा गएर चाहिँ कुन भिडियो बनाउने मन छ त है? मुस्ताङ गएर हिमाली गाउँको भोटिनी भन्दै बनाउने हो। डाम्फुको तालमा नाचिन्छ गर्दै त्यहाँ गएर नि बनाउँछु। अनि भागल चाहिँ सबैतिर जान्छु म। अनि लास्टमा त घर त्यतै हो। अनि भक्तपुर जान्छु। अनि भक्तपुरको दरबारको माथि बसेर कफी खान्छु। अनि काठमाडौँको यताउता घुम्छु। अनि त्यसपछि यसो असन बजारतिर जान्छु। अनि स्वयम्भूतिर जान्छु। स्वयम्भूको बाँदरहरूसँग यसो मेलमिलाप गर्छु। अनि फर्किन्छु जापान हो। अनि जापान फर्किन्छु कुम्ला कुटुरो बाँधेर। ल बधाई छ। ल त्यसो भए तिमीलाई एकदम धेरै बधाई तथा शुभकामना। त्यसको लागि पैसा चाहिन्छ। पैसा चाहिँ अब छैन। त्यही भएर अहिलेदेखिबाट काम गर्नु। ल त्यसको लागि तिमीलाई अग्रिम शुभकामना छ है त मेरो। ल अझै कति छ कति लिस्टमा। ल सर्ट